हेलो गाइज नमस्ते। सो फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। सो आज मैले तपाईँहरूको लागि एक्साइटिङ नयाँ कुरा लिएर आइसकेको छु र तपाईँले देखाउने छु। यो यसमा के रहेछ सुरुमा तपाईँले पाउन सक्नुहुनेछ यो होलील्यान्डको फर्स्ट माइक्रोफोन र अर्को फेरि एउटा पनि एक्साइटिङ नयाँ कुरा फेरि लिएर आएको छु। तपाईँलाई देखाउन सक्नुहुनेछ डिजिआईको माइक 3 जुन चाहिँ फ्ल्यागसिप माइक हो। सो लेट्स अनबक्सिङ इट। सो पहिला सुरुमा हामीले होलील्यान्डबाट सुरु गरौँ न है त। 2000 years later. Oh my god! Wow! र यो बक्समा तपाईँले देख्न सक्नुहुनेछ, यसमा तपाईँले पाउनुहुन्छ टाइप सी पोर्ट र यहाँ छ रिसिभर र यहाँ देख्न सक्नुहुनेछ दुईटा माइक्रोफोन र अर्को देख्न सक्नुहुनेछ तपाईँ यो बुक हो। पढ्न त आउँदैन त्यही पनि के बोले भाइ? अब के बोले? अरू बाँकी एसेसरी यहाँ छ, म देखाउने छु तपाईँहरूलाई। अर्को ब्याक दिएछ एकदम ओरिजिनल जस्तो लागेको छ। क्या बोला तूने? तपाईँ देख्न सक्नुहुन्छ यसको भित्र र अब तपाईँहरूले देखिसक्नुभयो यो अनबक्सिङ गरेको र अब यसलाई साइड लगाइदिउँ। अब माइक 3 को डिजे माइक 3 को पालो आइसक्यो। लेट्स डु अनबक्सिङ। अलि यो महँगो रहेछ त्यही भएर अलिक सुसो गर्नु पर्यो। तपाईँ देख्न सक्नुहुन्छ यसमा एउटा ब्याग छ र बाँकी कम्पोनेन्टहरू र यो दुईटा माइक भयो डिजिटलको र यहाँ छ ट्रान्समिटर। तपाईँले देख्न सक्नुहुनेछ हामी अलरेडी अनबक्सिङ गरिसकेका छौँ र अब होलील्यान्डको र डिजे माइक 3 को साउन्ड क्वालिटी तपाईँले अर्को भिडियोमा पाउन सक्नुहुनेछ। त्यति बेलासम्म मलाई सब्सक्राइब र लाइक गरिदिनु होला। थ्याङ्क यू सो मच।